औपचारिक रूपमा सुरुवात गर्नुपर्ने हुन्छ। त्यसैले आजको यस प्रथम शहीद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रणनीति प्रतियोगिता 2082 को अध्यक्षता ग्रहण गरिदिनु हुनुको निम्ति म शहीद लखन गाउँपालिका गोर्खाका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष इन्दिरा तिवारीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको प्रमुख आकर्षण तथा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका माननीय सभामुख कृष्ण प्रसाद दिदालज्यूलाई म यो कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कार्यक्रममा विशेष अतिथिको आसन ग्रहणको निम्ति म जिल्ला समन्वय समितिका उपप्रमुख लीला परिवारज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहण गरिदिनु हुनुको निम्ति म वडा नम्बर 1 का वडाध्यक्ष प्रेम गुरुङ, त्यसैगरी आसन ग्रहणको निम्ति म शहीद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहण गरिदिनु हुनुको निम्ति वडा नम्बर 1 का वडाध्यक्ष प्रेम गुरुङ, त्यसैगरी वडा नम्बर 2 का वडाध्यक्ष सकुन थापा, वडा नम्बर 3 का वडाध्यक्ष दीपक पाण्डे, वडा नम्बर 4 का वडाध्यक्ष एम बहादुर थापा, वडा नम्बर 5 का वडाध्यक्ष एम बहादुर राणा, वडा नम्बर 6 का वडाध्यक्ष दिलीप नारायण थापा, त्यसैगरी वडा नम्बर 7 का वडाध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर 8 का वडाध्यक्ष वासुदेव ढकाल, त्यसैगरी वडा नम्बर 9 का वडाध्यक्ष रामकुमार श्रेष्ठज्यूलाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको निम्ति म सामाजिक विकास समितिका संयोजक एवं यस कार्यक्रमका सञ्चालक समितिका निर्देशक समितिका अध्यक्ष कृष्णबहादुर चपाङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म आसन ग्रहणको निम्ति गाउँ कार्यपालिका सदस्य लिना थापाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विमला ढुङ्गा नामगाईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको निम्ति म गीता परिवारज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कार्यपालिका सदस्य हस्तकुमारी गुरुङज्यूलाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। गाउँ कार्यपालिका सदस्य गीता परिवारलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म आसन ग्रहणको निम्ति जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको निम्ति म गाउँ शिक्षा समिति सदस्य रमेश कुमार श्रेष्ठ र फुलप्रसाद रेग्मी सरलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी शहीद लखन गाउँपालिकामा कार्यरत शाखा प्रमुख साथीहरू राजन राणाघाट, एम बहादुर विकट सर, त्यसैगरी कृषि अधिकृत नवीन अधिकारी सर, योजना शाखा प्रमुख यदुनाथ बराल, लेखा अधिकृत सर पुरुषोत्तम अधिकारी, त्यसैगरी स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ, सामाजिक शाखा प्रमुख पूर्ण गहतराज, त्यसैगरी न्यायिक समिति सदस्य सानुगाजी बस्नेत सर, कृष्ण हरियाल सर र अर्पण थापालाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। नम्बर 6 निवासी स्मृति गुरुङलाई म कार्यक्रममा अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म आसन ग्रहणको निम्ति सह आयोजक विद्यालय हिमालय माध्यमिक विद्यालयका व्यवसाय अध्यक्ष मनिष श्रेष्ठलाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यस्तै भगवती हिमालय माध्यमिक विद्यालयका अध्यक्ष व्यवसाय अध्यक्ष गुणबहादुर थापालाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी महेन्द्र शक्ति माध्यमिक विद्यालयका अध्यक्ष रत्नबहादुर आलेलाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यस्तै बत्रेश्वर माध्यमिक विद्यालयका अध्यक्ष लालबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै सिन्धाली माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव खनालज्यूलाई म हार्दिक अनुरोध गर्दछु।
माध्यमिक विद्यालयका विदेश अध्यक्ष शेरबहादुर विश्वकर्मा, त्यसै गरी रामेश्वर माध्यमिक विद्यालयका विदेश अध्यक्ष कृष्ण अम्गाई र जनशक्ति माध्यमिक विद्यालयका विदेश अध्यक्ष एवं पूर्व खेलाडी विष्णु गाविसहरूलाई म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विद्यालयका प्रधानाध्यापकज्यूहरू, शहीद स्मृति माध्यमिक विद्यालयका प्र रेणी प्रसाद खनाल, सिद्धस्थानी माध्यमिक विद्यालयका प्र ईश्वर कठेल, जनशक्ति माध्यमिक विद्यालयका प्र सरोज थापा मगर, भगवती हिमालय माध्यमिक विद्यालयका प्र कृष्णराज पन्त, मनकामना माध्यमिक विद्यालयका प्र पूर्णबहादुर विश्वकर्मा, बग्रेश्वर माध्यमिक विद्यालयका प्र विकास श्रेष्ठ, सिन्धाली माध्यमिक विद्यालयका प्र बलनारायण श्रेष्ठ, त्यसै गरी महेन्द्र शक्ति माध्यमिक विद्यालयका प्र प्रकाश अर्याल, जलदेवी माध्यमिक विद्यालयका प्र उमेश थापा र हिमालय माध्यमिक विद्यालयका प्र रामचन्द्र भट्टराईज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। म आसन ग्रहणको निम्ति पूर्व शिक्षा समिति सदस्य एवं जनशक्ति माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक चिरञ्जीवी काफ्रेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। म त्यसै गरी आसन ग्रहणको निम्ति अफिसियल सरहरू राजकुमार श्रेष्ठ, केशव रेग्मी, कृष्ण गुरुङ, राजुबाबु श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सानुबाबु आले, प्रदीप पनेरो लाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु र उपस्थित सम्पूर्ण जनप्रति गर्दछु। म आसन ग्रहणको निम्ति हिमालय देवी युवा क्लबका अध्यक्ष निर्मल गुरुङजीलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म आसन ग्रहणको निम्ति अन्नपूर्ण युवा क्लबका अध्यक्ष एवं प्रतिनिधिज्यूलाई मञ्चमा आए आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी 2081 को प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिट प्रतियोगितामा गोर्खा जिल्लालाई 16 पदक हासिल गर्ने शहीद लखन गाउँपालिका वडा नम्बर 8 निवासी सृष्टि श्रेष्ठ र काँस्य पदक हासिल गर्ने वडा नम्बर 5 निवासी अमृत राणा मगरलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। आउनुभएका खेल शिक्षक साथीहरू, सम्पूर्ण उपस्थित विद्यालयका शिक्षक मित्रहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यथास्थानमा आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु।